आज तपाईहरुको बीचमा मैले एउटा नयाँ सामान मैले स्टुडियोको लागि ल्याएको छु। हेर्न सक्नुहुन्छ। यो चाहिँ आर्टुरिया कम्पनीको मिनी फ्युज 4। यसमा तपाईले 4 वटा इनपुट हाल्न सक्नुहुन्छ भने 4 टा आउटपुट हाल्न सक्नुहुन्छ। अनि यसको पनि हामी अनबक्सिङ गर्ने छौं। यसमा के छ सामान, के पाउन सक्नुहुन्छ, त्यो सबै कुरा आज हामी यसको अनबक्सिङ गरेर हेर्ने छौं। अब हामी यो आर्टुरिया मिनी फ्युज 4 को हामी अनबक्सिङ गर्न आँटेको छौं। हेर्न सक्नुहुन्छ। यो सेतो कलरमा छ। केही दिन अगाडि मेरो यो बिग्रेको थियो अनि मैले आर्टुरिया कम्पनीलाई मेसेज गरेको थिएँ र उनीहरु एकदमै राम्रो सर्भिस एकदमै राम्रो छ। उहाँले फेरि हामीलाई एउटा नयाँ रिप्लेस गरिदिनु भयो। अनि म विशेष आर्टुरिया कम्पनीलाई म धन्यवाद दिन चाहन्छु। मेरो पहिलाको इन्टरफेस त्यसमा अलिक समस्या थियो अनि उहाँहरूले मेरो समस्यालाई बुझिकन मलाई नयाँ दिनुभयो। त्यसलाई म धन्यवाद दिन चाहन्छु र हामी यसको फेरि अनबक्सिङ हेर्ने छौं। हेर्न सक्नुहुन्छ। यो आर्टुरियाको कम्पनीको नाम यहाँ छ, मिनी फ्युज 4। अनि यसमा 4 इन छ, 4 आउट छ। यसको हर्ज 192 किलोहर्ज को छ अनि यो 24 यसले चाहिँ 24 बिटमा रेकर्डिङ गर्छ। यसको फोटो यहाँ छ। जसरी तपाईले खोल्नुहुन्छ त्यस्तै अगाडिको इमेज यहाँ पनि दिएको छ। सेम यहाँ सेम छ। अनि हामी साइड राख्ने छौं। अनि यहाँ तपाईले हेर्नुहुन्छ खोल्दाखेरि कसरी तपाईले प्लग गर्नुपर्ने यसको पछाडीको फोटो यहाँ दिएको छ। ल्यापटप सँग तपाईको डेस्कटप सम्म कसरी जोड्ने भन्ने कुरा यहाँ दिएको छ। अनि यसको भित्र हेर्न सक्नुहुन्छ। यहाँ 5 वटा प्लगइन्स तपाईको स्टुडियोको लागि चाहिने प्लगइन्सहरु यहाँ दिएको छ। तपाईले यसलाई प्रयोग गर्न सक्नुहुन्छ। अनि यसमा सबैभन्दा राम्रो यसमा तपाईले एउटा प्लगइन पाउनुहुन्छ जुन चाहिँ एबल्टन लाइभ लाइट छ। एकदमै प्रसिद्ध संगीतकारहरूले युज गर्ने हो। अनि यसमा 5 वटा तपाईको प्लगइन्सहरु दिएको छ। तपाईले यसलाई पछि इन्स्टल गर्दा राख्न सक्नुहुन्छ। अनि बक्सा भित्र हामी हेर्छौं भने यहाँ एउटा चार्जर दिएको छ। अनि चार्जर अलिक अनौठो छ, हेर्न सक्नुहुन्छ। अनि चार्जर किन अनौठो भन्दाखेरि चाहिँ तपाईहरुको घरमा धेरै प्रकारको प्लग्सहरु हुन्छ। अनि त्यो प्लग्सहरु फरक भएकोले गर्दाखेरि यो कम्पनीले मजाले तपाईलाई बुझेरै डिफरेन्ट युनिभर्सल प्लग्सहरु दिएको छ। हेर्न सक्नुहुन्छ। यो बट्टाको अर्को साइडमा छ। हेर्न सक्नुहुन्छ। अहिले यसलाई खोल्नुहुन्छ भने विभिन्न प्रकारको प्लग्सहरु दिएको छ। युनिभर्सल प्लग्सहरु तपाईलाई जस्तो मन पर्छ, तपाईको घरमा जस्तो खालको छ। यो 3 पिन वाला छ, यो 2 पिन वाला पनि छ, हैन। सो प्रकारको छ। तपाईलाई जस्तो मन पर्छ त्यस्तै तपाईले चलाउन सक्नुहुन्छ। अनि त्यसको लागि तपाईले यहाँ थिच्नु होला, हैन। तपाईलाई अगाडि पुश गर्नु पर्यो। लेखेको छ पुश, राख्नुस्। अब यो तपाईलाई मन परेन भने तपाईलाई अगाडि पुश गर्दा निस्किन्छ। फेरि तपाईले अर्को हाल्न तपाईलाई मन परेको हाल्न सक्नुहुन्छ। सक्नुहुन्छ। अनि फेरि तपाईलाई मन परेन भने निकाल्नुस्। सक्नुहुन्छ। यो चाहिँ तपाईको चार्जर रहेको छ। अनि 4 टा तपाईको कनेक्टरहरु दिएको छ। जो केही छ भने एउटा केबल छ टाइप ए अनि टाइप सी को कनेक्टर दिएको छ। सक्नुहुन्छ। एकदमै राम्रो छ। एकदमै राम्रो खालको छ यो कनेक्टर। यसको पछाडी हेर्न सक्नुहुन्छ। आर्टुरिया कम्पनीले दिएको नयाँ मिनी फ्युज हामी साइड राख्ने छौं। अनि बट्टा भित्र तपाईले एउटा आर्टुरिया कम्पनीको इन्टरफेस, एउटा केबल टाइप ए टु टाइप सी, एउटा एडाप्टर, अनि 4 टा कनेक्टर, एउटा प्लगइन्सहरु दिएको छ। तपाईले यो चाहिँ तपाईको बक्सा भित्र रहेको छ। र यसको फाइदा तपाईलाई के हुन्छ, यो एडाप्टरको फाइदा तपाईलाई के हुन्छ, जब तपाईले यो आर्टुरिया मिनी फ्युज सँग जब तपाईले आर्टुरिया कम्पनीको मिनी ल्याब तपाईले जोड्नुहुन्छ भने त्यतिबेला यसले त्यसलाई भोल्ट दिएर तपाईले यससँग यसमा कनेक्ट गरेर तपाईले त्यसलाई चलाउन सक्नुहुन्छ। यो 5 वटा, एउटा, दुईटा, तीनटा, चारटा, 5 वटा कुरा बक्सा भित्र रहेको छ। अब हामी यसलाई खोल्ने छौं। सक्नुहुन्छ। यो 2 कलरमा पाउँछ।
कालो र सेतो, अनि सेतो चाहिँ यसको मेन कलर नै हो यो कम्पनीको। पहिला पनि मैले किनकि सेतै पाएको थिएँ, अनि अहिले पनि सेतै मैले पाएँ। यदि तपाईँले कुनै इन्टरफेस किन्न सोच्नु भएको छ आफ्नो स्टुडियोको लागि भन्ने, त्यहाँ तपाईँले यो आर्टुरियो कम्पनीलाई सोच्न सक्नुहुन्छ। र यसको फाइदा के छ भन्दाखेरि यसले तपाईँलाई 5 वर्षको वारेन्टी दिन्छ। अनि यसको अगाडिपट्टि हेर्न सक्नुहुन्छ, यसमा दुईवटा यसमा हामीले माइक र गिटारको लागि दुईवटा प्लगइन्स दिएको छ। यहाँ प्लग्सहरू, अनि त्यसको बढाउने घटाउने यहाँ दिएको छ, अनि मेन भोल्युमको यहाँ दिएको छ। अनि यो चाहिँ यहाँ तपाईँले हुन्छ 48 भोल्ट, किनभने यसमा तपाईँले योद्वारा तपाईँले कन्डेन्सर माइक्रोफोन पनि चलाउन सक्नुहुन्छ, डाइनामिक पनि चलाउन सक्नुहुन्छ। तर कन्डेन्सरको लागि चाहिँ तपाईँलाई केही पावर चाहिन्छ, त्यो चाहिँ यो 48 भोल्टले दिन्छ। यसमा तपाईँले गिटारलाई पनि जोइन गर्न सक्नुहुन्छ। यहाँ जोइन गरेपछि तपाईँले यसलाई अन गर्नु होला। अनि यसमा मजाको कुरा, यसमा दुईवटा तपाईँले हेडफोन लगाउन सक्नुहुन्छ। अनि यो एउटा स्विच हो, यो स्विच तपाईँले थिच्नुहुन्छ भने तपाईँको मोनिटरमा यसको पुरै यसको सबै सिस्टम तपाईँले खोल्न सक्नुहुन्छ। पछाडिपट्टि हेर्न सक्नुहुन्छ, अगाडि दुईवटा कनेक्टर थियो भने पछाडि दुईवटा, अघि मैले भनेको थिएँ 4टा इनपुट अनि 4टा आउटपुट छ। त्यसको यहाँ मिडीको लागि तपाईँले जोड्न सक्नुहुन्छ। अनि यहाँ दुईवटा USB टाइप A हब छ, र यही चाहिँ हो जहाँ चाहिँ हामी हाम्रो ल्यापटपसँग या हाम्रो डेस्कटपसँग हामी जोड्छौँ। अनि यो चाहिँ हाम्रो पावर सकेटको लागि दिएको छ। अनि हाम्रो आर्टुरियो मिनी फ्युज 4 को अनबक्सिङ रहेको छ। आशा छ तपाईँले यसलाई पनि मन पराइदिनु हुनेछ। अनि यस्तै नै मेरो भिडियोलाई तपाईँले लाइक सब्सक्राइब गर्दै मलाई सहयोग गर्न सक्नुहुन्छ। आउने दिनमा तपाईँहरूलाई अझै यस्तो राम्रो टेक्निकल कुराहरू म तपाईँको बिचमा ल्याउनेछु। तपाईँहरूलाई यदि किन्नुमा कुनै सहायता पुग्न सक्छ भने मेरो भिडियोद्वारा तपाईँलाई म सहयोग पुर्याउनेछु। आशा छ यो भिडियोलाई तपाईँले मन पराइदिनु हुनेछ, अनि लाइक अनि सब्सक्राइब गरिदिनु हुनेछ। धन्यवाद।